हेलो एन्ड नमस्ते एभ्रिवान। यो चाहिँ जारकोट लिम्सा भन्ने ठाउँमा हो। देख्न सक्नुहुन्छ गाडी एकदम छेउमा बाटो लिकमा चिप्लेर गइसकेको छ। यो चाहिँ घरमा हाल्ने माटो बाटोमा हालिदिएको रहेछ। त्यही भएर पानी परेको समयमा गाडी फसेर एकदम छेउमा छ। यो खस्यो भने सिधै तल जाने हो। देख्न सक्नुहुन्छ पुरै यहाँ अब केही गरी पनि गाडी नआएपछि जेसिबी ल्याएर तान्ने तयारीमा छ। गाडी आउँछ कि नै हेर्न सक्नुहुन्छ है। एकछिन वेट गर्नु होला, गाडी कसरी निकाल्छ भनेर एकछिन वेट गर्नु होला। अब तयारी हुँदैछ गाडी तान्ने। गाडीले पनि तानिरहेको छ जेसिबीले। देख्न सक्नुहुन्छ एकदम छेउ लिकमा पुगिसकेको छ। ओहो धन्नै एकदम गुरुजीले पनि डराएर चलाइराख्नु भएको छ, किनकि छेउमै छ गाडी, तल ढल्छ कि भनेर डर लागेर। तर जेसिबीले लगु अब अलि पर तानिसकेको छ। लगु अब गाडी मजाले बाहिर आइसकेको छ। अब चाहिँ ढुक्क भयो है, नत्र भने त खसेपछि सिधै तल खोलामा जाने हो। अब चाहिँ केही समय ढुक्क भयो। लगभग 1 घन्टा लगाएर जेसिबीले तानेको छ। देख्न सक्नुहुन्छ यी सबै मान्छेहरू पनि भेला हुनुभएको छ। अब चाहिँ लगभग तानेर काम चाहिँ सक्यो। लगभग भनौँ है, अब तानेर अलि बाटोसम्म लगिदिनु लागेको छ। देख्न सक्नुहुन्छ यहाँको ट्र्याक्टरहरू पनि एकदम रङ्गीचङ्गी रहेछ। वातावरण पनि एकदम राम्रो लाग्यो मलाई चाहिँ है। देख्न सक्नुहुन्छ। हजुरहरूलाई कस्तो लाग्यो सबैले प्रतिक्रिया दिनु होला।